यो पुनामको खेतीपाती यो चाहिँ हेर्नु न फुल रोपेको छ यो 12 मास फुलिरहन्छ भनेर ल्याएको यो है कस्तो हेरौँ अब यो खोर्सानी डल्ले हो कि यो म चाहिँ चिन्दिनँ हैन फुल्दैछ है यो पनि फुल्दैछ यो चाहिँ यो पनि पिरो पिरै हुन्छ खोर्सानी यहाँको यो चाहिँ है यहाँ पालङ हेर्नु पुरा बाला लागेको छ कति मजाले है अब यसले यहीँ छोडिदिने हो यो पछि झरेर पानी बसेर यहीँ उम्रिन्छ क्या यो मनग्गै उम्रिन्छ चट्टै यो चाहिँ तर यहीँ उम्रेको होइन उताबाट सारेर ल्याएको है यहाँ डल्ले फुलिरहेको छ यी फुलेर नै फल्दैछ भनौँ न यो पुनामको खेती भनौँ न यो पुनामको खेतीपाती उयो पुरा एकजना दिदीले त पुरा केजी बेच्दैछिन् $50-60 है ए हामीले नि एकचोटि लिएर खायौँ उहाँलाई चाहिँ हामीले आफ्नो भनेर सस्तैमा दिनुभयो है डल्ले चाहिँ खान राम्रो अरे कि अझै यो रातो डल्ले पाकेपछि अथवा यो हरियो डल्ले छिपेपछि गरम गरम खानु अरे के डाइरेक्ट बोटबाट टिपेर र कहिलेकाहीँ चाहिँ म पनि त्यसै गर्छु कि गरम गरम खाइन्छ क्या 2-4 त उडाइन्छ पो खाने जाँदै पर्यो होइन उस्तै फेला परेर भोक लागेको जम्मा त नि तातो भातसँग त म चाहिँ 4टा धेरै छैन 4टा 3टा 4टा चाहिँ खाइदिन्छु क्या त ठुल्ठुलो डल्ले मसिनो त अब खाइन्छ मजाले होइन यहाँ पनि हुँदैछ यो पनि पुनामकै उसकै जाँगर भनौँ न उसकै मेहनत फल्दैछ यो पनि पिरो पिरै हुन्छ यो पनि खोर्सानी यो पनि है यो पनि त अहिले देखाए जस्तो रहेछ म त खासै यता घुम्दिनँ पनि है त पुनामले रोप्छिन् उसको यो खेतीपाती हो यो चाहिँ तपाईँको सिस्नु है त यो चाहिँ तपाईँको करेला हो है हल्का फुल्दै रहेछ है मसिनो फुल लाग्दैछ जस्तो छ है यो पनि अब कहिले फल्छ है कस्तो करेलाको नि लाम्चे खालको हो कि डल्ले खालको हो कि है यहाँ फुल पनि छ है सयपत्री फुल यो तपाईँको पुदिना है त यो उम्रिँदैछ कि यो पानी जति पानी लायो नि त्यति नै मौलाएर आउँछ कि पानी लाउनु छोड्यो भने चाहिँ फेरि आउँदैन त्यस्तो हुँदो रहेछ क्या यो चाहिँ तपाईँलाई हाम्रो यहाँको अस्ट्रेलियाको खेतीपाती यहाँ पनि थियो यहाँ उखालेर फ्याँकेँ यहाँ जुकिनी रोपेको थियो अस्ति एउटा ब्लगमा मैले देखाएको थिएँ देखाएको जस्तो लाग्छ यहाँ जुकिनी थियो उखालेर फ्याँक्यो त्यो फलिसकेर कि फलिसकेर भने अलिअलि फल्दै थियो तर मेन जुन फल्ने सिजन त्यो चाहिँ टरिसकेको कि अब यहाँभित्र छ है अलिअलि यहाँ पनि यो तपाईँको के अरे यो पालुङ्गे त्यो कोपा बारीतिर गएर छ अलिअलि है यो पनि छ खोर्सानी फल्दैछ मैले अस्ति देखाएको थिएँ हजुरहरूलाई एउटा ब्लगमा है मजाले फल्दैछ यो खोर्सानी त्यति पिरो हुँदैन तर सब्जीमा खानु मिठो हुन्छ क्या यो सब्जीमा लगाइ खानु फ्यातै पार्नु हुँदैन कुरुङ खानु मिठो हुन्छ यहाँ पाक्दा पनि रहेछ हेर्नुहोस् त रातो छ देख्नु है यो खालको चरा आउँछ उसले चुडाएर खाएर गर्छ कि पुरा खेलेर जान्छ इन्टरटेन गरेको होला नि त है यहाँ चाहिँ पाकिरहेछ है देख्नु पाकेको रातो छ अनि यता पनि छ यो डल्ले रहेछ तर एकजना दिदीले दिनुभएको भन्थ्यो अब इन्द्र दिदी भन्ने हुनुहुन्छ उहाँले दिनुभएको भन्थ्यो डल्लै फल्दैछ है डल्ले पनि अकबारे भन्नुहुन्थ्यो यो चाहिँ यहाँ पनि छ यो चाहिँ के हो पनि थाहा भएन मलाई के खोर्सानी पुदिना छ अनि यो अभोकाडो अस्ति भनेको मैले अनि यता हेर्नुहोस् न यो के अरे के भन्छ नि यो रुख टमाटर के पुरा पाकेर नै ओइल्याउँदैछ कि अस्ति चराहरूले खाँदै थियो पुनमले भन्दै थियो चराएर ठुङ्दै थियो त भनेर मैले हेरिनँ होइन नखेदाउनु भनेको नि मैले खाओस् न बिचरा उसको पनि त खेतीबारी छैन होइन हामीले रोपेको हामीले मात्रै खानुपर्छ र होइन जरुरी छैन नि त खाओस् भनेर यहाँ छोडिदियो फल्दैन पाक्दैछ भनौँ न यो उसको फर्स्ट टाइम फलेको के यो उम्रेर बिचरा यहाँदेखि नि घाम पानी झलेर यत्रो भएर केही यो वृक्ष कमाउन फल भके भने जस्तो नि एउटा दुआ छ नि नरिना सञ्चय निर परमार्थकै कारणे साधना धरा शरीर भन्छ कि रुखले कहिले पनि आफू खानुको लागि फल्दैन अरे कि अर्कालाई पानी पनि आफू पिउनलाई कहिले बोक्दैन अरे कि त्यस्तै गरी साधु सन्तहरू पनि परमार्थ भनेको अर्काको हेल्पको लागि अर्काको हितको लागि हुन्छन् अरे के भनेको यो दुआ रहेछ कि ल यहाँबाट पनि लाग्यो नि त अब नानीको पानीको बोतल हेर्नु नि टक्क चुँडेर नि यो यसको यो कस्तो फ्रेजाइल एकदम त्यो के भन्ने भनेको ट्रेड उयो होला नि त होइन यो चाहिँ फ्रेजाइल बनाएपछि यो चाहिँ चुँडेपछि त यो भाँचे यो ब्रेक भएपछि त गइगयो नि त होइन यत्रो हेर्नु नि
के अरे तातो चिसो राख्ने चाहिँ होइन कि यो जस्ट नर्मल पानी चाहिँ यसले होल्ड गर्ने खालको होइन। तर हिजो यो ठक्कै अलिकति यसरी लाउने हो प्याज चाहिँ गएको कि यहाँ तपाईँको अब यो अर्कै आज नानीले पानी नलिगयो हो, मैले पुऱ्याइदिएँ भरे अर्कै कन्टेनरमा। यो चाहिँ फ्याँक्दा भयो कि यसले पनि अब बिनमै हो कि यसलाई पनि बिनमै हो। चलो ओके ल गुड बाई ल के गर्नु अब भाँजीको होइन आज गार्बेज बिन यो साह्रो मैला भएर छ कि त्यस्तो मैला त हुँदैन हल्का फुल्का त्यही भएर धोएर सुकाएको छ आज है। कति बेला सुक्ने हो सुकेपछि भित्र लगेर फेरि यसलाई प्लास्टिक हालेर राख्नुपर्छ होइन। यो पनि सकेको रहेछ क्या यो तपाईँको यो किचन र के देखाएको छ किचन क्लिनिङ डियोड्राइजर गर्ने यो अलिअलि छ त यो आउँदैन कि अब यसले फ्याँक्दा ठिक हो। यसले पनि तपाईँको यसैमा हालिदिने कि यसमा हाल्ने अनि यसो गरेर गरेर फ्याँक्दिने कि उता ल सक्यो नि त है। बल्ल सुकेछ हेर्नु भित्र पनि सुकेछ है बाहिर पनि सुकेछ यता पनि ठिकै छ होइन हो। हेर्नु घाम यस्तो छ है अब यसलाई भित्र लगेर प्लास्टिक हालेर राख्नुपर्ने हुन्छ। प्लास्टिक चाहिँ यहाँ छ है त यो प्लास्टिक हो है। यसरी निकाल्यो ल यसरी लगायो है मिलायो यसो गऱ्यो अनि ठ्याक्कले छोपिदियो है अनि सर्ट यहाँ राखिदियो अनि यसरी टुक्रिन्छ। कोही बेला बन्द हुँदैन है अनि बन्द गर्नुपर्छ किनभने सप छ है यो चाइनिज सप हो कि यहाँ सामान सस्तो पाउँछ कि त आज नै त जाँदिनँ हेरेर त जाने काम छैन है। त्यहाँ चाहिँ मतलब युटेन्सिल्सहरू है अरू खाताको सामानहरू पाइन्छ कि सस्तै दाममा पाइन्छ। तर त्यहाँ केही किन्नु नभएपछि किन जाने होइन। यो स्पाइसमा जानु पर्यो के छ यहाँ किन्नुपर्ने छ कि आज चाहिँ भनेको सम्म त्यता भेटाइएन कि अब म हुलवरतिरै जाँदैछु है त्यतै जानु पऱ्यो नभेटाएपछि त के गर्ने होइन। यो लिनु गएको क्या मैले यो मात्रै हो यो लन्ड्री लिक्विड त हेर्नु न म पुग्दाखेरि चाहिँ सबै सकिरहेको देखिन्छ कि त्यो पनि छैन त्यो पनि हेर्नु आलु पनि सकिरहेको छ आलु पनि ल्याइयो अनि नानीको पानी खाने बोतल फुटेको थियो अघि मैले देखाएको थिएँ है त्यो पनि ल्याइयो अनि यो आमालाई पनि एउटा त्यस्तै चाहिने रे त्यो सम्झेर त्यो पनि ल्याएँ कि हेर्नुहोस् न हो। ल अब चाहिँ घर जानु पर्ला ल हाम्रो चाहिँ यो टप लोडर छ है त्यही भएर हामी टप लोडर ल्याउँछौँ अथवा टप र फ्रन्ट दुइटा चल्ने खालको लिक्विड ल्याउँछौँ हामी चाहिँ है। हाम्रो फ्रन्ट लोडर छैन यहाँ प्रायः मान्छेको फ्रन्ट लोडर छ है हाम्रो चाहिँ टप लोडर छ। यही लिक्विडले गर्दा नि यत्रो आवर परेको हुन्छ है। यसको एक लाउनुपर्छ है ओके यसको एक मात्रै हो नि त यसको एक भए यतिले जत्तिकै हामी यो पाउडर चाहिँ खासै चलाउँदैनौँ चलाउँछौँ कोही कोही बेला तर यो लिक्विड नै अलिक राम्रो लाग्छ क्या त्यसै लिक्विड चलाउनु है त। अलिक मैला भयो धुनुपर्ने भयो ल अब यसलाई हेभीमा लाउनुपर्छ ल भरि छ है हेभीमा लगाउनुपर्छ जस्तो। ओके नर्मलै राखिदिउँ होइन यसलाई लोएस्टमा राखौँ 3 मिनटमा है यसलाई लोमा राखिदिउँ अनि यसलाई पनि कोल्डमा राखिदिउँ है त अनि चाहिँ स्टार्ट गरिदिउँ अब चल्छ क्या। केस काटिदिनु भएको हो ओके वाट इज द चार्ज गर्ल्सको लागि 50 अनि बोइजको लागि $90 है हवस् त मित्रहरू आजलाई यति नै है। यो भिडियो कस्तो लाग्यो भन्नु होला कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला है त र च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने म यहाँलाई अनुरोध गर्छु प्लिज हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त र हाम्रो अर्को भिडियोमा आउँछु हुनेछ तबसम्मलाई हामी सबैको बाई